तपाईहरुलाई नव वर्ष 2083 को धेरै धेरै शुभकामना। यही नव वर्षको उपलक्ष्यमा आज म हजुरहरुलाई चिकनको मासु पकाएर देखाउने छु। सबैभन्दा पहिला ग्यास अन गरेर कराई बसाल्नु होला। त्यसपछि कराईमा तेल हाल्नु होला। त्यसपछि प्याज काटेर हाल्नु होला। प्याज हालिसकेपछि स्वाद अनुसार पिरोको लागि हरियो खुर्सानी पनि काटेर हाल्नु होला। हजुरहरुले स्वाद अनुसार खुर्सानी पनि राख्न सक्नुहुनेछ। हरिया काटेका खुर्सानीको स्वाद नै छुट्टै है। अब भने चिकनको मासुलाई ओइरिनु पर्छ। मासु ओइरिएपछि मज्जाले चलाउन पर्छ है। मासु चाहिँ रातो फ्राई गर्दै गर्दा टमाटर काटेर हाल्नु होला। टमाटर अप्सनल हो है, नहाल्दा नि हुन्छ, तर मलाई चाहिँ टमाटर हालेको मन पर्छ। मासुलाई छोप्दै मासु भित्रको पानी सुकाउनु पर्छ है। त्यसपछि अब हामी लसुन र अदुवाको पेस्ट राख्छौं। मासुमा लसुन र अदुवाको पेस्ट एउटा नभई नहुने चीज हो। मसलाको बास्नाले छुट्टै स्वाद आउँछ है। मसला हालिसकेपछि हामी चलाउँछौं अनि अब अलिकति बेसार हाल्छौं। बेसार हालेर फेरि चलाउँछौं। अझै मासुको स्वाद बढाउन हामी अब मिट मसला हाल्छौं। मैले चिकनको ग्रेभी बनाउने भएकोले अलिकति पानी पनि याड गर्दै छोप्छौं है साथीहरु। अब यसरी पकाउँदा मासुको स्वादले कोठा नै हरहर हुनेछ है साथीहरु। अन्तमा धनिया पनि हाल्न सक्नुहुन्छ है। यसरी हजुरले पनि चिकन पकाउनु भइरो भने सबैले हात चाट्नेछन्। हस्त यस्तै र्यान्डम भिडियोको लागि फलो, लाइक र कमेन्ट गर्नु होला। हस्त धन्यवाद।